कपी पेस्ट -360 अदरवाइज कन्ट्रोल भी। अब यहाँ अगाडिपट्टि यो के लाउन लाग्यो त हामीले इफ क्लज इफ डबल इन्टर यहाँ पछाडि जाने ब्र्याकेट क्लोज गरिदिने इन्टर इफ पहिलाको बेरिङ प्लस इन्टरनल एङ्गल नै हो आउनु पर्ने एन्सर। तर इफ दुईटाको सम इज ग्रेटर देन 360 त्यो -360 त्यो दुईटाको सम -360 अदरवाइज दुईटाको सम मात्रै लेख भने हो कि 360 भन्दा ठुलो भयो भने 360 घटाउने यहाँ हेर न दुईटाको सम अगाडिको बेरिङ प्लस तलतिरको इन्टरनल एङ्गलको सम गरेको हो गर्न चाहिँ। तर 360 भन्दा बढी आयो भने चाहिँ 360 घटा नभए त्यतिकै लेख भनेको क्या। 360 भन्दा सानो छैन भने त्यही नै हो हामीलाई चाहिएको एङ्गल होइन। हामीलाई 360 भन्दा बढी आइदियो भने के गर्नु पर्यो त घटाउनु पर्यो। अब फेरि तपाईँले यसलाई अब तलतिर तान्दिने यहाँसम्म भयो। अब फेरि यहाँ तल तपाईँको यो त फेरि त्यो आइकै होला M2 M1 कपी यो तल फेरि 2 दिन गरिरहेको छ क्या यो 2 ताली गरेको होला। अब फेरि यहाँनिर यहाँ के गर्नु पर्यो इक्वल टु फेरि हेर यहाँ फर्मुला इक्वल टु इफ डबल क्लिक त्यही फर्मुला कपी गरेर नि हुन्थ्यो यहाँ मैले देखाउन खोजेको प्लस इन्टरनल एङ्गल इज ग्रेटर देन 360 कमा यो दुईटाको कपी सम -360 अदरवाइज सम मात्रै ब्र्याकेट क्लोज इन्टर। अब यसलाई यहाँबाट मेजरमेन्ट गरेको जति सबैमा सर तलतिर तान्दिने कहाँसम्म छ यहाँसम्म छ होइन। 0 सेट छ नि त यहाँ तलतिर त फेरि यो कन्टिन्यू नै हो ल 0 सेट कहाँ छ यहाँ छ यहाँसम्म भयो ल। अहिले म यति क्यालकुलेट गरेर देखाउँछु है यहाँसम्म क्यालकुलेट गरेर देखाउँछु हेर यहाँसम्म हाम्रो अहिले बेरिङ क्यालकुलेट भयो। अब बेरिङ भयो लेन्थ भयो लेन्थ त यहाँ अगाडि छ नि तपाईँको होरिजेन्टल डिस्टेन्स यहाँ होरिजेन्टल डिस्टेन्स यहाँ छैन त हो। होरिजेन्टल डिस्टेन्स र बेरिङ भएपछि अब हामीले कोअर्डिनेट क्यालकुलेट गर्न सक्छौँ भनेपछि अब हामी यहाँनिर गएर डिपार्चर ल्याटिट्युड क्यालकुलेट गर्छौँ। अब डिपार्चर भनेको के हुन्छ इक्वल टु लेन्थ इन्टु साइन थीटा बेरिङ इन्टर यहाँ ब्र्याकेट भएन भनेको ओके ब्र्याकेट राखेर क्यालकुलेट गर्छु भने हुन्छ भने के अब केही गरे होइन ल यसलाई सर तान्दिने कहाँसम्म गरेको छ यहाँसम्म। त्यस्तै गरी ल्याटिट्युडमा इक्वल टु एल इन्टु कस इन्टर ल यहाँसम्म भयो। अब तपाईँहरूलाई सबभन्दा फर्स्टमा हामी जहाँ इन्स्ट्रुमेन्ट बसेको हो त्यसको तपाईँको M2 को यो कोअर्डिनेट थाहा छ नि त कहाँबाट हेर्ने गेल्स टेबलबाट। अब यहाँनिरको कोअर्डिनेट गेल्स टेबलबाट हेर्ने यहाँनिर इक्वल टु गेल्स टेबल हामीलाई चाहिएको M2 को हो स्ट्रिङ चाहिएको हामीलाई पहिला स्ट्रिङ इन्टर यहाँ आयो यो भनेको के भयो इस्ट। त्यस्तै गरी नर्दिङ अब स्ट्रिङको लागि यो भयो। अब नर्दिङको लागि पनि इक्वल टु गेल्स टेबलमा जाने त्यही CP2 को M2 को नर्थमा क्लिक गर्ने इन्टर गरिदिने त्यसलाई त्यही लिएको क्या भ्यालु उताबाट यता लिएको। अब यहाँ क्यालकुलेट गर्ने कसरी त इक्वल टु यो प्लस डिपार्चर इन्टर यहाँ पनि इक्वल टु यो प्लस ल्याटिट्युड इन्टर। अब यहाँ हेर यो Q3 भन्ने कोअर्डिनेट यहाँ माथिको कोअर्डिनेट हो नि सबैको लागि त M2 बाटै डिटेल लिएको हो नि त
भनेपछि त्यो M2 को कोअर्डिनेट फिक्स होइन भनेपछि यो अगाडिको Q3 लाई के गर्नु पर्यो फिक्स गर्नु पर्यो डलर गर्नको लागि बीचमा डलर हाल्दिने यसरी फिक्सको लागि डलर टाइप गर्ने दुईटाको बीचमा डलर टाइप गर्ने इन्टर त्यस्तै गरी यसमा पनि यो R3 भन्ने त फिक्स हो यसको बीचमा जाने डलर टाइप गर्ने इन्टर अब यो सबैलाई तलसम्म तान्दिने M2 बाट लिएको M यहाँसम्म त्यस्तै गरी यसको पनि यहाँसम्म ल अब यसको आरएल पनि त यतापट्टि छ आरएल कति छ अहिले आरएल मैले त्यत्तिकै यहाँ हालेँ जेट उता हेरिन तपाईँले हेरेर हाल्ने जेट यसको आरएल 1800 ल 1800 अब यहाँ आरएल क्यालकुलेट गर्नु पर्यो तलतिर कसरी आरएल क्यालकुलेट गर्ने हेर त आरएल क्यालकुलेट गर्ने कसरी जस्तै यहाँ इन्स्ट्रुमेन्ट राखेको छ अब तपाईँले यहाँ रुखमा हेर्नु भएको छ रुखको यहाँ के अरे प्रिजमाको यहाँ टपमा यो ग्राउन्ड बोर्डको तपाईँलाई आरएल चाहिएको हो